हिजो सामाजिक सञ्जालभरि नै राजा 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 भनेको मात्रै सुनिन्थ्यो, तर अहिले रवि लामिछाने कम ब्याक भइसकेपछि सामाजिक सञ्जाल नै रल्लिएको छ। उनलाई टाइगर इज ब्याक भनेर नामको टाइटल पनि दिने गरेका छन्। साँच्ची नै उनले आफू यो अहिलेको 2/3 सरकारले प्रतिशोध साधेर उनलाई 5-5वटा जिल्लाहरू घुमाए तापनि उनले अहिले फेरि पुनः सभापति पदमा फर्किएका छन्। उनले आफू मुद्दा मामिला झेल्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति श्री डीपी अर्यालजीलाई सुम्पेका थिएन भने उनले हिजोबाट आफू राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पदमा पुनः बहाली भएका छन् र आफ्नै सभापतित्वमा बैठक सञ्चालन गरी र पत्रकार सम्मेलन गरी उनी विगतमा हिरासतमा रहँदा होस् या हिरासत बाहिर निस्किँदा होस् या अदालत जाने आउने क्रममा उनले बेला बेलामा एउटा दुईटा टुक्का छोड्ने गर्थे, जुन टुक्काले सामाजिक सञ्जाल नै रलिएको थियो। तर अहिले पनि उहाँ आएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरू पनि अलि एक्टिभ भएर लागेको देखिन्छ। तपाईलाई रवि लामिछानेको विचार र विषय कस्तो लाग्छ? आफ्नो प्रतिक्रिया जस्ताको त्यस्तै कमेन्ट बक्समा दिनुहोला। हस्त धन्यवाद।